माथिल्लो पारिपट्टि पल्ची भन्ज्याङ भन्दा रहेछ, छुरीगम भन्ने रहेछ। तर यो चाहिँ अब तामाङ भाषामा राखेको नाम होला सायद, मलाई पनि त्यति राम्रोसँग अर्थ खुलाउन सकिएन। म तामाङ नै भए पनि सबै शब्दको अर्थ खुलाउन सक्दिनँ म पनि। पहिलाको लगभग 70 वर्षभन्दा अगाडिको मान्छे परेन म पनि। त्यसले गर्दा 70 वर्षभन्दा अलि तलैको मान्छे परेकोले गर्दा त्यो सबै भाषाको अर्थ खुलाउन म अलिकति असक्षम भएँ, माफ गर्नु होला। अब हामी यो राकस खेललाई क्रस गरेर हाकिल पनि क्रस भयो। अब हामी पुरन्डी भन्ने ठाउँमा आइपुग्दैछौँ। यतिखेर नानी बाबुहरू चाहिँ स्कुल जाने क्रम रहेछ। एकदमै बाटोतिर चाहिँ खुसी साथ रमाइलो उमङ्गका साथ कुदिरहेछन् साथीहरू। नानी बाबुहरू चाहिँ कोही कलेज लेभलको पनि रहेछ। यहाँ चाहिँ थोरै सानो बजार रहेछ, तरकारी बजार, स्याउली बजार भन्छ यो ठाउँलाई चाहिँ। पुरन्डीको स्याउली बजार चाहिँ यो हो। अनि हामी पुरन्डी ठ्याक्कै आइपुग्यौँ। यो डाँडाबाट हेर्दा चाहिँ पुरन्डी भन्छ। यो पुरन्डी भनेको पनि तामाङ भाषामै राखेको ठाउँ होला। यतातिर चाहिँ धेरै जसो तामाङहरूको बस्ती भएको कारणले गर्दा तामाङ नाममा नै, शब्दमा नै नामहरू, ठाउँको नामहरू राखेको उल्लेख भएको जहाँसम्म म बुझ्दछु। पुरन्डी भनेको अब सायद अब पुरानो छालालाई चाहिँ पुरन्डी भन्छन्, तर त्यसको अर्कै अर्थ पनि लाग्न सक्दछ। त्यसकारण साथीहरू अब यो अर्थ खुलाउने कुराहरू म यसो अब अझै विज्ञहरूसँग जानकारी लिएर चाहिँ अर्थ खुलाउने काम गरौँला। अहिले चाहिँ भिडियो मात्रै हेर्नु होला है त। हामी यहाँनिर गेट छ गुरु। अब यहाँबाट चाहिँ अप्रोच हाम्रो हेर्नु न, अब हाम्रो यो मकनपुर जिल्लाको यता लाग्ने। हजुर हजुर अप्रोड छ है गुरु। अब चाहिँ अब यो सवासात हाम्रो यो ऊ थियो, सवासात थियो यो वीरबहादुर लामा। वीरबहादुरको लामाले यस्तो बोलेको छ है, यस्तो अवस्थाको ल। वीरबहादुर लामा भनेको पहिलाका चाहिँ अब पञ्चायत कालमा चाहिँ जिल्ला सभापति हुनुहुन्थ्यो। अनि पछि पञ्चायत काल ढलिसकेपछि चाहिँ उहाँ चाहिँ एमालेमा प्रवेश गर्नुभयो। अनि एमालेमा प्रवेश गरिसकेपछि उहाँ सभासद बन्नुभयो र उहाँको घर चाहिँ यहाँबाट पारै डाँडा देखिरहेको छ। त्यो ठाउँमा पुग्ने छौँ हामी थोरै यहाँहरूलाई। त्यो दृश्य पनि देखाउने छु है। उहाँ चाहिँ अहिले बितिसक्नु भएको छ। हालत छ हाम्रो बाटो एकदमै। अहिले चाहिँ अफ रोडमा आइपुगेका छौँ। हाम्रो पुर्ख्यौली जाने बाटो हो। हालतले यस्तो गतिविधिको बाटो बनाएर राखेको छ। यो ठाउँ चाहिँ पुरन्डी नै हो। 7 किलोमिटर चाहिँ अफ रोड छ है हाम्रो घर पुग्नको लागि यहाँबाट। खास गरी उसले जे गर्नु पनि सक्ने थियो होइन गुरु। यसको त्योहाँको घर त यहाँ माथि छ नि। यहाँबाट त्यसले कस्तो कस्तो हराइलो ड्याममा बनाएर पिच रोड गरेर लानुपर्ने ठाउँमा त यस्तो हालत पारेर जान्छ भनेको छ ल। यस्तो छ अब सबै ठाउँमा यस्तै त छैन। अब एकै ठाउँमा छ। वीरबहादुर लामाको गाउँ चाहिँ यहाँबाट देखिरहनु भएको डाँडा हो। अब म तपाईँहरूलाई त्यो नजिक पुगेपछि देखाउने छु है। जे पनि गर्नु सक्ने थियो त्यो बेलामा त्यो बाटोलाई त पिच पनि गर्नु सक्ने थियो, हाई रोड बनाउनु सक्ने थियो। यस्तो गतिविधि बनाएर मान्छे मर्यो, बितिसक्यो ल। लामा चाहिँ त साथीहरू अहिले चाहिँ म अर्को नजिक पुगेपछि तपाईँहरूलाई त्यो दृश्य देखाउने छु है त।